जय बुद्ध नमस्ते। हामी 2 दिने भ्रमण जानको लागि यहाँ प्लमस्टेडमा कोचमा रेडी भएका छौं। अब हामी एकछिनपछि डेभन एन्ड कर्नवालको लागि जाँदै छौं 2 days टुरको लागि। आजको दिन शुभ रहोस्। धन्यवाद। सबैजनालाई धन्यवाद। तपाईहरु सबैको दिन शुभ रहोस्। Ladies and gentlemen, just to your right side that you see, that's the UNESCO World Heritage Site, Stonehenge. नमस्कार, ल आउनुहोस्। नमस्कार, हामी अहिले सेन्ट आइव्स यो कार पार्किङमा आइपुगेका छौं। यहाँबाट फेरि अर्को शटल बसमा जानु पर्दो रहेछ अनि हामी यो शटल बस चेन्ज गर्दै छौं अहिले। हेर्नुस्, यो कोच पार्किङ हो। हाम्रो टिमहरू सबैजना यहाँ बसिसक्नु भएको छ शटल बसमा। दिन एकदम राम्रो भएको छ आज। हामी सेन्ट आइभको टाउनमा जाँदैछौँ हामी अहिले पार्किङ गरेर कोचलाई। अनि यो चाहिँ यहाँको लोकल शटल बस हो। सानो सानो घरहरू रहेछ, यस्तरी सानो एउटा भिलेज। अनि हामी सबैजना यो सानो बसमा जाँदैछौँ। Saint Ives, beautiful. यहीँबाट बस्न पर्ने थियो, तल बेकारमा गइयो त सबै यहाँबाट देखिरहेछ। मान्छेले भयो कति पी गर्दै गाडी हो। हाम्रो आमा प्रमुख सारा देवी दिदीले यहाँ बसमा के अरे फेरारो चकलेट बाँड्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद दिदीलाई। ओहो, यो चकलेट यहाँ हामीसँगमा आउँदाखेरि बाँच्छ कि बाँच्दैन भनेको बाँच्यो है। धन्यवाद। चकलेट खै दिदी यसरी देखाउनु त। वाओ वाओ वाओ, थ्याङ्क यू दिदी, थ्याङ्क यू। 1860 में बिल्ड किया था वो बेसिकली
ये रिफ्रेशमेंट और फूड सर्व करते थे जो सेलर्स और स्मगलर्स जो आते थे दरिया से, बिकॉज एक कैल्टिक से है उसको टच है अटलांटिक सी, सो बेसिकली सीज बोथ टचिंग है ना। यहाँ से आपको एक साइन बोर्ड दिखेगा जब भी अंदर जाएगा, राइट, वो आपको डिस्टेंस दिखा है कितना डिस्टेंस पे है। वो सबसे फोटोग्राफ पिक्चरस पॉइंट है, यहाँ आपको प्रोफेशनल फोटोग्राफी भी करते वो लोग, सो आपको जैसा मर्जी फोटो लेना है तो ड्रॉप अप करेंगे और कोच पार्क पे जाता है। अभी कोच पार्क के इधर ही रहेगा हम लोग जो वेलकम गुरु, वेलकम टु लान्जिन, वेलकम दाई। यतातिर जानु न यसैका। ल्यान्जिनमा आउनुहोस् दाई दिदी ल। ल्यान्जिन, दिस इज द हिस्ट्री। ल आउनु आउनु आउनु। आउनुहोस् आउनुहोस्। दिन राम्रो भएको छ, दिन एकदमै राम्रो भएको छ। हाम्रो लोपेन गुरु आउनुभयो अहिले। धन्यवाद। हामी अहिले ल्यान्जिनमा छौँ। यो ल्यान्जिन होटल। हाम्रो साथीहरू टुर टिम सबैजना एकदमै एक्साइटेड भएर एकदमै रमाएर यहाँ सबैजना फोटो सुटिङ भइरहेको छ ठाउँ ठाउँमा। हेर्नुहोस्, अब सनसेट पनि हुन लागिरहेको छ। यता उता पारीसम्म हाम्रो टिम यसरी फोटो खिचिरहेको छ। अनि हेर्नुहोस्, यतातिर हाम्रो पार्वती दिदी रामदाईहरूको टिम यतातिर हुनुहुन्छ, पोज दिइरहनु भएको छ दिदीले। एकदमै राम्रो ठाउँ रहेछ। कस्तो लाग्यो दाई, बिसन लक्ष्मी कस्तो लाग्यो तपाईँहरूलाई? ब्युटिफुल, वन्डरफुल। Thank you very वेलकम, माई प्लेजर। अनि धन्यवाद। यो लास्ट हाउस हो यहाँको, लास्ट एन्ड फर्स्ट। अब यहाँबाट हामी रिटर्न टु ब्याक। अब अर्को जाने प्लेसमा हामी जाँदैछौँ। त्यो प्लेसको लागि पाइलट र म्यानेजर रेडी छ। कोअर्डिनेटर इज अल्सो हियर रेडी। जय बुद्ध। थ्याङ्क यू। युके को फर्स्ट एन्ड लास्ट घर यो नै हो, साउथ वेस्टमा हो यो। हामी ल्यान्जिनमा गएर अहिले ल्यान्जिनबाट अब हामी कोचमा बसेर फेरि पोर्ट्समाउथ।
103 नम्बर रुम है तपाईँहरूको है त्यहाँ चाबी छ अनि वाइफाई इट्स ओपन न्यूना देन ईमेल एड्रेस डाल कनेक्ट हो जाएगा email address. Okay. And how is तपाईँ र को छ रे अर्को तपाईँको साथी सिरियल नम्बर सेकेन्ड फ्लोरमा दाइ थ्याङ्क यू वेलकम चंद्रा ब्लून एंड धन ज्योति चन्द्र दाइ दुर्गा माला दुर्गमल दाइ दुर्गमल दाइ सबै यतै आउनुहोस् हो दुर्गमल दाइ 204 हो गुरुजी म चाहिँ at the back. आज बाहर सुरु भयो बाहर गुड मर्निङ नमस्ते हामी अहिले होटलमा छौँ प्लेमाउथ होटलमा अनि अहिले हाम्रो सम्पूर्ण टिमहरू ब्रेकफास्टको लागि आउनुभएको छ यसरी हाम्रो सम्पूर्ण टिमहरू चाहिँ एउटै ठाउँमा यसरी बसेको छ हेलो बहिनी गुड मर्निङ हाम्रो यहाँ राम दाई पार्वती दिदी राम यता बस्नुभएको छ भने हजुर ह्याप्पी सन्डे ह्याप्पी प्लेमाउथ गुड मर्निङ दिदीहरूलाई सबैलाई हाम्रो गुरुजीहरू मनछन्टेल दाई ल सच्चै नाइस टिम यता हुनुहुन्छ हाम्रो अध्यक्षज्यू दुर्गामल दाई गङ्गा दिदी अनि धनज्योति बहिनी यतातिर हुनुहुन्छ इन्जोय गर्नु होला है इन्जोय गर्नु होला हाम्रो प्रेम दाई हाम्रो आथे मायारानी आथे अनि उषा दिदी यता हुनुहुन्छ दिदी हुनुहुन्छ यता हाम्रो मुलमान दाई रूपसुभा दिदी नन्दमाया दिदी यता हुनुहुन्छ हाम्रो टिम यसरी सबैजना खाजा खाँदैछौँ हामीले हाम्रो योगेश दाईहरू त खाएर गइसक्नु भयो रहेछ दिदी गुड मर्निङ वाक गरिसक्नुभयो वेल डन हस् यसरी यो ठाउँमा चाहिँ हाम्रो सम्पूर्ण टिमले सँगै ब्रेकफास्ट गरिरहेको छ आजको दिन शुभ रहोस् थ्याङ्क यू जय बुद्ध हाम्रो टिमहरू यता पनि हुनुहुन्छ यसरी मर्निङ दिदी हाम्रो मिनकाजी दाई सीमा बहिनी यता हुनुहुन्छ अनि हाम्रो सर्मिला दिदी कृष्ण दिदी आशा दिदी अनि सम्पूर्ण दिदीबहिनीहरू यता हुनुहुन्छ एकदम राम्रो सर्भिस रहेछ सबैजनाले इन्जोय गरिराख्नु भएको छ योगेश दाई वाक गरेर पनि आइसक्नुभयो ब्रेकफास्ट चाहिँ उहाँले अघि नै बिहान खाइसक्नुभयो एक्टिभ म्यान हाम्रो टिमले अझै पनि यसरी इन्जोय गर्दै हुनुहुन्छ यहाँ सबैजनाले शुभ प्रभात गुड मर्निङ दाई ल हाम्रो टुरको संयोजक अनि यो चाहिँ नि कति पटक हो बहिनी हो टाइम डिबिसीको खम्बा आइरन लेडी मिना बहिनी ल एकदम धेरै धन्यवाद छ है तपाईँको यो सेवा हामी कहिले पनि भुल्दैनौँ है
आभारी छौँ जति नै धन्यवाद दिए पनि थोरै हो भने पात्र मध्येमा तपाईँ पर्छ है धेरै धेरै धन्यवाद छ हामी सबैको हौ ल मिनालाई तँ बिन ल बेले आशिष बिन निरोगी तार्के नमस्ते फेरि पनि यहाँ हामी चाहिँ अहिले प्लेमाउथको होटेलबाट छोडेर हामी न्युकेतिर जान लागेको छ हाम्रो गुरुजीहरू बस्नुभएको छ हाम्रो मिमकाजी दाई तपाईँ त्यहाँ लाइभ गरिराख्नु भएको छ हेर्नु होला सबैजनाले ल सबैजनाले हेलो भन्नु होला यता यता दाई राम नमस्ते गुड मर्निङ सबैजना दाई सुमल दाई ल किनभने आथे अल गुड हेलो हेलो दिदी दाई दुध काशी दिदी ल सबैले हेलो भन्नुहोस् है यहाँ मेरो बाबु ल हेलो 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 कृष्ण दिदी उहाँ दिदी यता हेर्नुहोस् मेरो विसन लक्ष्मी यता नमस्ते रञ्जना बहिनी दाई हाम्रो मनबहादुर दाई यता हुनुहुन्छ हाम्रो दुर्गामल दाई दिदी नमस्ते जय बुद्ध दाई हाम्रो राम दाई पार्वती दिदी यता हुनुहुन्छ उहाँहरू चाहिँ टारफोरदेखि आउनुभयो एकदम हामी खुसी छौँ हाम्रो मिनकाशी दिदी गजेन्द्र दाई यता हुनुहुन्छ मुलमन दाई शर्मिला दिदी आशा दिदी सरिता दिदी रिना बहिनी गर्दै म फाइनल डेस्टिनेसन यहाँ आइपुगेँ हाम्रो चक्कले दाई हुनुहुन्छ शान्ति बहिनी यता हुनुहुन्छ भने हाम्रो मनिता बहिनी यता होटेल ल बाई बाई होटेल हजुर दाई एकदम नामी होटेल हो यो जतासुकै छ यसको ब्रान्चहरू We are entering into Council of Torbay, so called as a famous Turkey is called as a English Riviera. वहाँ ही उतरेंगे, वहाँ ही कोच आके हम लोग को पिकअप करेगा। हम लोग पहला आगे जाके टर्न मार के आना पड़ेगा। ल जय बुद्ध ल हामी अहिले यो टर्कीको पेयरमा छौँ अनि हाम्रो सबैजना टिमहरू यहाँ स्टोरिङ गरिराख्नु भएको छ हामी 52 जनाको टिम अहिले 2 घन्टाको लागि यहाँ हामी घुमघाम गर्दै सबैजना व्यस्त हुनुहुन्छ रमाइराख्नु भएको छ सबैजना है यसरी सबैजना एकदम ह्याप्पी मुडमा हुनुहुन्छ सबै बिजी हुनुहुन्छ धेरै फोटो सुटिङ टिकटक अनि घुमघाम वेदर अलिकति बादल जस्तो लागे पनि न्यानो छ विन्डी पनि छैन अनि त्यसपछि पानी पनि आएको छैन भनेपछि यो चाहिँ हामी एकदम सौभाग्य ठान्दछौँ हामी त्रिरत्नलाई धेरै धेरै धन्यवाद उहाँको आशीर्वादले सबै कुरा राम्रो भइरहेको महसुस भइरहेको छ हामीलाई सबैको दिन शुभ रहोस् सबैजना यसरी नै हाँसी खुसी होस् भन्ने कामना गर्दछु यहाँ हाम्रो टिकटक मास्टर हाम्रो बहिनीको टिकटक चल्दैछ यहाँ चक घले दाई मनिता घले यो हामी टर्कीको
फेयरमा छौँ अनि यहाँ फिसिङ गर्दो रहेछ यहाँ मान्छेहरूले फिसिङ गरेर तर यो फिसिङ गरेको फिसलाई समातेर यो एउटा बक्समा राख्यो अनि फेरि ब्याक छोडिदिँदो रहेछ उनीहरूले फनको लागि मात्रै फिसिङ गर्दो रहेछ यहाँ है रामठोटी कता जानुभएको नि त त्यो सिसा तल जाने गाडी हिँडेको रहेछ नि त माथिबाट फिर्किन्छ मान्छे त्यो पार्वतीदेखि चित्तन हुँदैन भनेर चाहिँ छोराको थियो आइरहनु है यो ब्रिजबाट अघि भर्खरै हामी क्रस गरेर यता आएका थियौँ अनि यता आएर हेरेको त्यो चाहिँ पिल्लर जस्तो गरेर माथि उठेको रहेछ अनि किन भन्दा यो चाहिँ लन्डन ब्रिज जस्तै ओपन क्लोज हुँदो रहेछ है बोट आउँदाखेरि यसरी ओपन हुँदो रहेछ यो बोट आइसक्यो अब क्लोज हुन लाग्यो हेर्नुहोस् है यसरी क्लोज भइरहेको छ यो चाहिँ धेरै इन्ट्रेस्टिङ यो टर्कीको प्लेसमा हेर्नुहोस् है यसरी क्लोज भइरहेको दृश्य देखाउन चाहेँ हजुरहरूलाई म यतातिर राम्रो सिनेरी भ्यू छ हाम्रो दाइ दिदीहरू सम्पूर्ण टिमले चाहिँ यसरी हेरिराख्नु भएको छ यताबाट भने यो 360 गरेर घुमाइदिनु पर्यो म एकछिन यसरी गङ्गा दिदीले हेरिराख्नु भएको छ यो ब्रिज सट हुनेलाई अनि म यहाँ देखाएँ हजुरहरूलाई हेर्नुहोस् यस्तो रमाइलो दृश्य हेर्ने अवसर पायौँ हामीले अहिले चाहिँ ब्रिज ठक्क बन्द भयो हामी चाहिँ अघि भर्खरै त्यहाँबाट आएका थियौँ जय बुद्ध धन्यवाद हाम्रो यहाँ कोच ड्राइभर अनि टुर म्यानेजर दुईजना यहाँ हो सर्भिसमा हो अहिले अनि हाम्रो टिमले यहाँ यसरी बसेर खाजा पानी खाँदै हुनुहुन्छ सबैजना कस्तो रमाइलोसँग हेर्नुहोस् त ल हामी अब रफली 4 घन्टाभित्र हामी चाहिँ लन्डनमा आइपुग्छौँ है यस्तो रमाइलोसँग उज्यालो भएको छ घाम लागेको छ हाम्रो दिदीबहिनीहरूले यसरी सर्भिङ गरिराख्नु भएको छ हजुर खानुहोस्
रोटी कसो रहेछ मिठो मिठो छ नमन र सहित कस्तो मिठो घाम लागेछ है यो मिठो घाम लाग्दाखेरि हामी एउटा सानो एउटा यसको समापनको एउटा बिड मार्ने हामी तर्खरमा छौँ र तपाईँहरू सबैलाई थाहा छ यो भ्रमण गर्ने डायमन्ड बुद्धिस्ट सेन्टरको सोच हो र मेरो कार्यकालदेखि हामीले सुरु गरेको थियो र मैले कार्य समितिलाई संस्थापकज्यूलाई सबैलाई हामीले अनुरोध सल्लाह गरेर त्यसलाई निरन्तर दिनुपर्छ भन्ने हाम्रो एउटा काया वा खचितको भावना हो र हामी कर्ममा विश्वास गर्छौँ सधैँ गुरुजीले भन्नुभएको जस्तै जीवन अनित्य छ कहाँ कहिले के हुन्छ कसैले पनि थाहा छैन तर सोच चाहिँ हाम्रो सधैँभरि शुद्ध हुनुपर्छ भन्ने कुरा हामीले सोच्यौँ र त्यो हामी अभ्यास गर्छौँ मसँग हाम्रो सम्पूर्णमा नमस्कार छ हाम्रो जिबिसीको खेलज्यू चन्द्रप्रसाद गुरुङज्यू संस्थापक अध्यक्षज्यू अनि त्यसपछि निवर्तमान अध्यक्षज्यूको अध्यक्षज्यूहरू अनि सम्पूर्ण मेरो धर्ममित्रहरू सम्पूर्ण बाबा आमा दिदी बहिनीहरूमा सम्पूर्ण म मिना गुरुङको तर्फबाट हार्दिक नमन हामी चाहिँ प्लमेसिरको के अरे स्टेसनमा गएर पेट्रोल स्टेसनमा गएर इन्डिङ हुन्छ तबसम्म भगवान्ले रक्षा गरोस् जय बुद्ध हृदयको तरङ छेडी जाने तिमीलाई के सजायदेऊ कि सधैँ बाँधिदेऊ। थ्याङ्क यू। मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा त्यो पवित्र प्यारको कल्पना जब गर्दा आँसुका धारा बहन थाल्छन् आँसुका धारा बहन थाल्छन् तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा। थ्याङ्क यू। हाम्रो मिलनको मधुर क्षण आउँदैछ नजिक सुस्तरी कसम छ है तिमीलाई नभई निरा माया बस बाटो हेरी माया बस है बाटो हेरी हेरी सुनसान शीतल पवन साथी तिम्रो